यहाँ छ मेरो चिया, यहाँ छ मेरो एउटा डोनट र एउटा पाउरोटी होइन। चिया चाहिँ देखाउन मिलेन ल, यस्तो यस्तो अब चाहिँ म खान्छु, जाडो भयो। अब चाहिँ म छिटो खान्छु, छिटो खाएर जान्छु। खुट्टा सोल्टीहरू अब लाग्यो होइन, भरिया बोकेर यत्रो गरुङ्गो भारी बोकेर होइन। सो अब अलि उता गएपछि भिडियो गर्छु। बाई बाई। बाटो लास्टै घोस्दै छ। हामी चाहिँ आइपुगेँ मैले मुग्लिनको पुलमा होइन। यसो एकछिन पुलमा बसेर यसो हावा खाइदिउँ भनेर होइन। चस्मा लगाएको राम्रै देखेन, चस्मा खोलेपछि यस्तो भयो, आँखामा धुलो बसेर भगवान् औडा भयो। तर जहिले नि हामी आउँदाखेरि चाहिँ मुग्लिनको पुलमा चाहिँ यसो गएर यसो बसिन्छ होइन। यसो एकछिन रेस्ट भनौँ न। यतापट्टि त एन्टी लाइट पर्दो रहेछ, यति ठिक छ। आयो ल ल, अब चाहिँ मुग्लिनबाट लाग्न लगाएको होइन, बसिहाल्नु। ल अब चाहिँ लाग्यो मुग्लिनबाट। यहाँबाट बाटो चाहिँ कस्तो छ भनेर थाहै छैन। उतासम्म यतासम्मको त थाहा थियो, यहाँबाट उता चाहिँ कस्तो छ भन्ने कुरा। ल जाम अब। अहिले चाहिँ चितवनको बजार आइपुग्यो अनि हामी चाहिँ यहाँ एटिएम रहेछ ठ्याक्कै एनआइसी एसियाको। अनि क्यास निकालेर जाऊँ भनेर अब वहाँ गएर फेरि अनलाइन जतिखेर पनि चलेन भने त्यहाँ हुन्छ नि, क्यास निकाल्न लगाएको। अनि क्यास निकालेर अब चाहिँ जान्छौँ। हामी त कति छिटो आइपुग्यो, लाइक 8 बजेसम्म अघि मुग्लिनको पुलमा थियो। यहाँ आउँदाखेरि अन्ली 50 मिनट्समा यहाँ चितवन आइपुग्यो होइन। अब चाहिँ यहाँबाट उता जान चाहिँ कति टाइम लाग्छ थाहा भएन, बाटो कस्तो छ भनेर थाहा छैन होइन। त्यही भएर ठिकै हो अहिले चाहिँ। ओके गाइस, म चाहिँ अहिले रुमभित्र आइसकेको छु। अनि हल्का अब म चाहिँ एकछिन रेस्ट गरेर अनि फ्रेस भएर अनि बल्ल जान्छु। अनुहार पनि देख्न सक्नुहुन्छ कि लाइक धुलो र माटो खाएर अनि बिहानको 3 बजे उठेर हिँडेको भएर एकदम टायर्ड, 3-4 बजे उठेर हिँडेको भएर एकदम टायर्ड देखिरहेको छ होइन। सो अब चाहिँ म हल्का फ्रेस हुन्छु। अनि यो चाहिँ मेरो आजको लागि फेक ट्याटु भनौँ न, बटरफ्लाई कस्तो देखियो क्या, हड्डी नै हड्डी। यसलाई ब्युटी बोन भन्छ अरे कि यहाँ पानी राख्ने अरे। सो अब चाहिँ म रेडी हुन्छु, बाई। ओके गाइज, म चाहिँ रेडी भइसकेको छु होइन। अनि हल्का फ्रेस भएर अनि मेकअप नि खासै नगरौँ भनेर फाउन्डेसन क्रिमहरू केही पनि लगाएन, हल्का फ्रिकल्स मात्रै बनाएको, अलिकति टिक 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 पारेर मस्कारा लगाएँ होइन। यति भएपछि आई थिङ्क राम्रै देखिरहेको छ होला भनेर। अब चाहिँ अब हामी जान्छौँ, कता जान्छौँ भनेर थाहा छैन। मेबी म्युजियम या अम्ब्रेला स्ट्रिट या कता हुन्छ, बाहिर गएर डिसाइड गर्ने भनेर। सो लेट्स गो। ओ माई गड, डेन्जर गर्मी, डेन्जर उप भएछ। भित्र बसेर बाहिर निस्केको त डेन्जर औडा गर्मी भयो। म घाममा जान्छु एकचोटि। वाउ, यतापट्टि रहेछ घाम। ओ गड, ए दिलिक्कै भएको यार। छ्या, एन्टी लाइट त पऱ्यो तर एकैछिनको लागि जस्ट बियर विथ मी होइन। अब चाहिँ हामी कहाँ जाने होला भनेर सोच्दैछौँ। गर्मी भएको मैले त्यही भएर क्या फाउन्डेसन नलगाएको। यहाँ चाहिँ मलाई आजकल किन फ्रिकल्स गरेको एकदम मन पर्न थालेछ, त्यही भएर गाजरले टिक 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 गरेको होइन। अलिकति राम्रो देख्छ कि भनेर, बट आई डोन्ट नो कस्तो देख्छ। वाउ, डेन्जर गर्मी, डेन्जर हावा पनि डेन्जर तातो हानेको। यो साइडमा त घाम लाग्छ होइन, घाम लाएर यताको साइडमा त राख्नै मिल्दैन। यो क्यामेरामा औडा हुँदो रहेछ घाम चाहिँ होइन। यताको साइडमै राख्छु। तर अब चाहिँ हामी जान लागेको एलिफेन्ट ब्रिडिङमा। हात्ती मेरो साथी। यहाँ उल्टो भयो कि झन् भिडियो पनि सबै घामले। एनिवे अब चाहिँ एलिफेन्ट ब्रिडिङमा जाऊँ होइन। वहीँ गएर भिडियो बनाउँदै लास्ट गर्नु भयो, लास्टमा छ्याउ भयो मलाई बाई। यता हिँड्नु कि। ओके गाइज, म चाहिँ आइपुगेँ होइन यहाँ। तर यस्तो गर्मी रहेछ भन्न नसक्ने गर्मी। अनि यहाँबाट फेरि हिँडेर जानु पर्दो रहेछ, पुल कट्नु पर्दो रहेछ। म पुल देखाउँछु। यस्तो हुपु तातो हावा छ भनेर म भन्न पनि सकेन। मैले स्क्रिन पनि केही पनि देखेको छैन, यत्तिकै अन गरेर खिचिरहेको छु। घामले ढल्छ जस्तो फिल आइरहेको छ होइन। 2 मिनट चाहिँ भएन हिँडेको। तर राम्रो चाहिँ ठाउँ चाहिँ दामी हो होइन। तर बसिसकेपछि डेन्जर तातो हावा आएको। ओके, हामी चाहिँ अब सिधै पहिला एलिफेन्ट ब्रिडिङमा जान्छौँ, किनकि 5:30 बजे बन्द हुन्छ अरे। अलरेडी 5 बजी लागिसक्यो जस्तो लाग्यो होइन। हिँड्ने भन्दै ढिलो भइहाल्यो। अनि कपाल चाहिँ मेरो उडाएर यस्तै छ होइन, दिमाग खराब छ, घाम पनि लागिरहेको छ। चस्मा लाउँदाखेरि नि
त्यस्तै हो घामले पोलिरहेको छ होइन तातो बाँच्दै अब डेन्जर स्टुडेन्टहरू कति सबै स्टुडेन्टहरू छ एकदम छिटो भेटाउनुपर्छ पुग्यो टिकट काटेर टिकटको चाहिँ 50 रुपिस रहेछ पर पर्सन होइन मैले चाहिँ अनलाइनले कुन चाहिँको भिडियोमा हेर्दाखेरि चाहिँ 100 रुपिस देखेको थिएँ होइन लोकललाई चाहिँ 50 अनि टुरिस्टलाई चाहिँ हामी त लोकल पो हो त आफूले अब टुरिस्ट सोचिरह थुक्क अन्त नि लोकललाई 50 अनि म चाहिँ के सोचेँ चितवनको एरियाको लोकल मान्छेलाई चाहिँ अनि 50 होला अनि बाहिरको मान्छे अरू एरियाकोलाई चाहिँ 100 सोचेको त्यो टुरिस्टलाई पो 100 हो त अनि हामीलाई चाहिँ 50 रहेछ अनि यहाँबाट सुरु भइरहेछ म देखाउँछु अब नमस्ते तपाईँलाई स्वागत छ हात्ती ब्रिडिङ सेन्टरमा म छु यहाँ मेरो मेरो साथीसँग होइन यहाँ चाहिँ हात्तीहरू धेरै रहेछ सबैजना अब धुलो उडाउँदै खाना खाँदै कस्तो बोल्न आएन यार म न्युज रिपोर्टर त हुँदिनँ जान यसपट्टि आफ्नो मात्रै भ्लग गर्ने भनेर यसरी ट्राई गरेको तर यो चाहिँ आजको मेरो आउटफिट होइन हात्तीलाई भेट्न आउँदाको आउटफिट हो यो चाहिँ हल्का कुल आउटफिट लाएर होइन यसो गर्मीले अति भएछ होइन मोमो पकाए जस्तो फिल आइरहेछ आफूले आफूलाई म चाहिँ मोमोको माथि स्टिमरमा बसिरहेको छु तातो हावा आएर स्कुलको बच्चाहरू सबैजना हात्तीहरू आइरहेको अवस्था छ होइन यिनीहरूले पनि बिचरा रमाइलो फिल भइरहेको होला पहिलोचोटि हात्ती देखेर मलाई चाहिँ अलिकति लाज फिल भइरहेको छ होइन पहिलोचोटि बच्चाहरू देखेर आजको समाचार यतिमै समाप्त गरौँ होइन हात्ती ब्रिडिङ भनेको यति नै हो जस्तो लाग्यो अब यही हो ऊ त्यसले मुद्दैछौ छिटो रिपोर्टर ऊ त्यसको त उस पनि हो क्या यसै गरी त्यता चाहिँ धेरै नदेखाऊँ होला होइन यसै गरी आजको समाचार चाहिँ यहीँ समाप्त गर्छौँ हस्त धन्यवाद ये हम है यहाँ हमारी गाडी मेरो हाँसो चेन्ज गर्नुपर्ने भयो ये हम है ये हमारा हाथी है और यहाँ पहाड़ी हो रही है के भने लौ न इन्डियन मान्छेले चाहिँ हिन्दी बोलेन कसरी बोल्यो भन्न यसो हात्तीसँग खिच्दिउँ भनेको के अरे बिचरा हात्तीले यता हेर न ओ हात्ती यता हेर त चिज गरौँ हेलो चिज नमस्ते गर न एकचोटि बोल्न मिल्ने भयो गाली दिन्थ्यो होला यार त्यसले नि किन हो र कति नजिक आइस् त नि भयो त्यो भर्खरै हात्तीसँग यसो बिहा गरेर आइरहेको छैन हात्तीले मलाई माल लगाइदियो मैले चाहिँ लाउन पाइनँ अनफर्चुनेटली तर हातसम्म चाहिँ दिएको यति मात्रै धेरै चाहिँ नट ब्याड लाइक राम्रो एक्सपिरियन्स थियो भनौँ न मजा आयो मान्छे फर्किने मान्छे यति धेरै छ अहिले होइन अब चाहिँ 5:30 बजे बन्द हुन्छ अरे कि यो खास होइन जस राम्रो एक्सपिरियन्स भयो मजा आउँदो रहेछ हात्तीले यसो टाउकोमा छुँदाखेरि अनि यो चाहिँ मेरो भिडियोमा चाहिँ मेरो फोनमा चाहिँ भिडियो गर्न नमिलेर अहिले यसो अर्काको मागेर काम चलाउनु परेछ होइन अनि त्यही भएर राम्रो खासै राम्रो त आएन मेरो फोन जस्तो राम्रो चाहिँ आउँदैन होइन यो फोनमा त्यही पनि काम चलाऊ यसो देखाइदिउँ न भनेर हो के अरे कति धेरै देखेको यार मान्छे त सब चाइनिजहरू छ यति धेरै चाइनिजहरू छ गर्मी भएर एकछिन बस्न लाग्यो मेरो सब यस्तो झन् आज फाउन्डेसन नलागो ठिकै भएछ इन्डोर जिल्ला भयो त्यो अघि हात्तीले धेरै बाटो अब यहाँ एकछिन बस्छौँ अनि त्यसपछि हामी जान्छौँ कतातिर जाने भनेर थाहा छैन त्यही पनि भयो अब चाहिँ हामी यहाँबाट जान्छौँ अनि यहाँबाट गएर खै अम्ब्रेला स्ट्रिट कि कता हो छ जस्तो लाग्यो एकचोटि त्यहाँ जाने कि भन्ने कुरा भइरहेछ अनि हेरौँ अब होइन सो लेट्स गो
बाई बाई एलिफेन्ट ब्रिडिङ के हो के रे एलिफेन्ट ब्रिडिङ भन्छ एलिफेन्ट ब्रिडिङ सेन्टर हामी चाहिँ अघि ठ्याक्कै जाँदाखेरि पास हुँदाखेरि चाहिँ यो ठाउँ देखेको थियो होइन त्यो एलिफेन्ट ब्रिडिङ सेन्टरबाट थोरै अगाडिपट्टि अनि भन्नाले अगाडि पुग्नुभन्दा अलिकति अगाडि अनि त्यहाँबाट अहिले चाहिँ एकैछिन बसेर डेन्जर गर्मी भएको थियो अनि कोक अनि के हो मटर फ्राई यो लिएर आएर अब यहाँ एकछिन बसेर हल्का हावा खाएर अनि जान्छ मान्छे होइन यो अलिकति बढी नै देखेछ यार यो केही हुँदैन यो यार 3000को चाइनिज फोनबाट खिचेको 3000को चाइनिज फोनबाट खिचेको राम्रै देखिएन कि म यस्तो राम्रो भइरहेको कामै लागेन नि मेरो फोनमा स्टोरेज फुल भएर बिचारा म अब चाहिँ हामी यहाँबाट जान्छौँ होइन उतातिर स्ट्रिटतिर अनि अघिसम्म चाहिँ डेन्जर हुन्थ्यो नि बाफेर यस्तो मोमोको स्टिम भयो जस्तो भइरहेको थियो होइन अहिले चाहिँ एकदम शीतल फिल आइरहेछ 6 बजिरहेछ अहिलेको चाहिँ कहिले टाइम इन्फर्मेसन यति नै साथीहरू एउटा प्रब्लम भयो होइन अम्ब्रेला स्ट्रिट जाने भनेको यही नजिकै होला भन्ने हेरेको लाइक देख्न सक्नुहुन्छ कि कति 48 मिनट्स रे क्या चाहिँ उल्टो भयो एकैछिन ओके म चाहिँ आइपुगेछु अहिले होइन के अरे द फेमस अम्ब्रेला स्ट्रिटमा चितवनको हामी सौराबाट चाहिँ लाइक नियरली 40-50 मिनट जति लाग्यो 40 मिनट लाग्यो अराउन्ड होइन चाहिँ बहिनीले के गर्दैछ भने अनि खासै केही छ जस्तो लागेन भित्र जाम के छ होइन सबै छाता मात्रै ल्याएर चाहिँ यति मात्रै हो जस्तो लाग्छ यहाँ आएर नि यहाँबाट सफारी स्टार्ट गर्ने अनि त्यही हो अब यो चाहिँ खतरा बनायो Wait, vlog बनाउने त्यो खाना होइन यो छ नि